Hello everyone, namaste and welcome back to my channel. After a long time पछि म भिडियो बनाउँदैछु. सो अहिले चाहिँ हामी चाहिँ सिटी आएका छौँ. हामी 3 जना, हाम्रो राधिका दिदी एन्ड दृष्टि बिजी कपाल बनाउन. सो अहिले चाहिँ हामी चाहिँ रेस्टुरेन्टमा आएका छौँ किनकि साह्रै भोक लागेको कारणले गर्दाखेरि चाहिँ बिहान केही खाएको थिएनौँ. डाइरेक्ट ड्युटीबाट आएर रेस्ट गरेर अनि चाहिँ अहिले चाहिँ सिटीमा हामी रेस्टुरेन्टमा खाजा खान आएका छौँ. सो के हुन्छ हजुरहरूलाई देखाउँछु. चाहिँ यो भान्साघर रेस्टुरेन्टमा आएका छौँ खाजा खानको लागि. सो हाम्रो सुरुमा चाहिँ चटपटा आएको छ. हाम्रो सेकेन्ड डिस चिकन चाउमिन. हाम्रो थर्ड डिस चाहिँ फोर्थ चिकन मोमो. अनि यो चाहिँ के मोमो अरे? सी मोमो अरे के हो? सी मोमो होइन, यो चाहिँ बी होला, यो सी होला. सो वी गन एट दिस. गन्ते हो कस्तो गर्ने मान्छेलाई काटेर पनि दिनुपर्ने होला नि. पुपु गर्न पुरै बुढाउँछ त्यहाँ बुझ्दा गर्न आउँदैन बस्छु नि. पुपु गर्ने मान्छेलाई काटेर पनि दिनुपर्ने होला नि. पुपु गर्न पुरै बुढाउँछ त्यहाँ बुझ्दा गर्न आउँदैन बस्छु नि. हामी अहिले यहाँ मार्केटमा आएको. गिफ्ट मार्केटमा है भर्खरै रेस्टुरेन्टबाट निस्केको थियौँ. अहिले चाहिँ गिफ्ट मार्केटमा हामी ब्याग हेर्न आएका छौँ. उता राधिका दिदी चाहिँ कता गयो? राधिका दिदी चाहिँ चक्लेट किन्दैछ. हामी चाहिँ यहाँ ब्याग हेर्दैछौँ. त्यो त पक्लिन्छ, त्यति नलगाइनु हुन्छ. अलि भएन क्या, अलि राम्रोसित एउटा भिडियो भने यता हेर्न खै. सो फाइनली हाम्रो सपिङ सिद्धिएको छ. अहिले चाहिँ हामी बसको वेटिङमा बसेका छौँ. एन्ड अहिले बेसरी गर्मी भएर पसिनाले बहुत चप्लाक जस्तो भयो. यता त झन् पुरै नयाँ जस्तो. यहाँ हाम्रो दिदी चाहिँ भुइँमा बस्छ. सो अहिले हामी बसको वेटिङमा छौँ. सपिङ यति हो. दिदी बाटा माग्न पर्छ. पेस्ट्री खाँदैछौँ हामी.